गर्नु पैसा दिनु पर्दैन मलाई यो खुवाउनु सन्चो हुन्छ ल जिब्रो बाहिर निकाल त जिब्रो अझै यसको ज्वरो कति छ देखिन्छ है 101 डिग्री छ अहिले 6 वर्ष हो तपाईँ 9 भन्नुभयो यो बिर्कोको भोरी यसरी हल्लाउने खानुभन्दा अगाडि यो बिर्कोको भोरी 3 टाइम खाने है अनि अर्को एन्टिबायोटिक पनि हुन्छ एक दिनमा 3 चोटि खानुपर्छ रोगबाट बचाउने काम गर्छ यति खाने खानपिनहरू अलि सुधार गर्ने पानीमा नखाने है खोलाको पानीमा खेल्यो भने ज्वरो पर्छ यो कि चिन्तामा खाने यो कि म भन्छु पख यो 2 टाइम मात्रै खाने खाना खाएर है खाना पछि 2 टाइम यहाँ यो बिर्कोमा चिन्ह लगाइन्छु मैले त्यति मात्रै खाने 10 ml खाने है ज्वरोको चाहिँ अहिलेबाट खान सुरु गर्नुपर्छ यो फेरि 3 टाइम 8 पनि खाने है यसले ज्वरो ठिक बाबु खा त पानी चाहिन्न मजाले मिठो हुन्छ यो चाहिँ मेरो आफ्नै प्राइभेट मेडिकल छ यसलाई औषधि पैसा हाल्न किन्न पर्छ तर मैले राउटे दाजुभाइसँग पैसा छैन यिनीहरूसँग केही छैन चाडबाडको बेला दिनु पऱ्यो होला भनेर मैले निःशुल्क दिएको तर मैले पैसा हालेर किनेर ल्याएको है मैले सहयोग गर्नु पैसा दिनु पर्दैन मलाई मैले हजुरहरूलाई सहयोग गरेँ यो बाबुले अस्तिदेखि ज्वरो आएको भन्ने सुनिरहेको थिएँ उहाँ आऊ भनेको उनीहरू आउनु पनि सकेनन् म यहाँ आएर यो दबाई ल्याइदिएको है